आज चाहिँ हामी माउन्ट टेलरमा चढ्दैछौँ है। माउन्ट टेलर आज हामी माथि नै जान्छौँ। माउन्ट टेलर माथि चढ यहाँबाट चाहिँ साइकल रोकेरै छिराउनु। ल पछाडि माथि रकेट निकाल्छ। धुलो जब्बर खानु भयो सन्देश। अब त पुऱ्याउनु ल हेर्नु लागेर। हेलो एभ्रिवान, ल सबैजनाले लेट्स गो। ल आजको हाम्रो आज चाहिँ हामी माउन्ट टेलरमा चढ्दैछौँ है। माउन्ट टेलर आज हामी माथि नै जान्छौँ। माउन्ट टेलर माथि चढेर साइक्लिङ यात्रा। दामी उफ्रिने हो। 4 जना छ साइकल चाहिँ, एकजनासँग चाहिँ इलेक्ट्रिक साइकल छ। केटीको स्कुटी छ, स्कुटी है हाम्रो सरर स्कुटी छ। अब हामी यहाँ सबैजना यहाँ रेडी भइसकेको छ। अब एकछिनमा जर्नी स्टार्ट हुन्छ। हाम्रो त्यतार जानु लाग्यो। ल ल ल मिनी मिल्छ आयो। कस्तो टुरी भनिहालेछ नि अघि यहाँ आएको ल फेरि मिलाउँदा टोरी भन्यो अर्को दाइले फेरि टुरी भयो। लास्ट गोल्ने रहेछ मैले गोला भनौँ के हो चलामै छैन यति त। मैले यो वान स्टपमा माउन्ट टेलर पुऱ्याएको थियो साइकल होइन। अनि यही साथी छन् सबैजना। यो साइकल वान स्टपमा माउन्ट टेलर पुऱ्याएको तिमी मान्छे कडा हो। अनि तपाईँ त्यहाँदेखि यहाँ आउँदै गऱ्यो भने आफू नि कडा हुनु पर्यो नि। जिम हान्ने मान्छे त्यही माथि यार। गइदियो जिम हान्ने मान्छे अनि के हो पार यस्तो। त्यहाँ रोकै केटाहरू त्यहाँ खुलेन। ओए कताको बोले कता हिँडिरहेको केटा हो। पख भाइ पख अलि त गाडी आखा त्यसरी निकालेर कहिले नबस्छ न। आफ्नो लाइनमा बस्नुपर्छ क्या। यो दाबे छ केटाले दाब्न त बिर्सेको छैन नि। यो हावा केटाले यत्तिकै हिँडिदिरहेछ यार। अब चाहिँ साइकल लिन आएँ। अब चाहिँ गाह्रो हुँदैन। यहाँबाट चाहिँ मस्तै साइक्लिङ लिन्छ चिलमा। ओह्रालो जान्छ त सर रमाइलो हुन्छ। फर्किँदा के के भयो यस्तो एक हातले चाहिँ आउँदैन कि। एक हातले के सर्दी ब्यालेन्स चाहिँ हुँदैन।
जानु सक्दैन धेरै दिन जानु सक्दैन हप्ताको 1-2 दिन के यति एक्सपेक्टेसन त्यही नै हो धेरै दिनको एक्सपेक्टेसन राखेर सुरुमा 1-2 दिन जाँदा जाँदै बानी लाग्दै हो नि म अब पहिला कहाँ खासै जान्छु त अनि अब बिस्तारै 1-2 दिन जाँदै गर्दैपछि हप्तामा होइन अनि आफै जानु मन लाग्छ क्या यत्तिकै खाली बस्यो नि या बेकामा खाली बसी जस्तो लाग्छ त्यही न अगाडि न पछाडि भयो त नुनलाई त चलाउनै सकेको छैन होला अनि Let's go. यहाँबाट चाहिँ साइकल रोकेरै छिराउनुपर्छ बाध्य त्यही छ नाउ अब चाहिँ हाम्रो रियल साइक्लिङ टेस्ट आउँछ केटाहरू अब सुरु भइसक्यो ल अब हामी खोइ फर्स्टमा राइड अब हामी दामी अफरोड हान्दैछौँ है त ए यो दुईटा पार्टी वहीँ छ भन्दा मजा ल लेट्स गो अब अफरोड लेट्स गो ल सिधै उकालो छ यो चाहिँ अफरोड अनि यो एकदम रमाइलो छ यो फेरि यहाँ साइक्लिङ प्लस वाकिङको लागि चाहिँ धेरै मान्छे हुन्छ धेरै Oh, त्यहाँ चलाउन साह्रै हिँड्न थालिसक्यो केटा Let's go.
अर्को एउटा चेक उडाइसकेँ हाइट यदि हिँडेर हिँड्नु पनि साइकल गाह्रो छ यस्तै गर्नुपर्छ उचालेर हाइट मजा फाइनली ल पछाडि गयो माथि रकेट गएको छ केङ्गेहरू पनि छ त्यहाँ कतैजना आउँदैछ जुन पनि माथि नै आइसक्यो त यहाँबाट चाहिँ अब हाम्रो अफरोड सकेपछि चाहिँ केटाहरू चाहिँ म माथि पुगिसकेछु म चाहिँ यहीँ एकछिन नै रोकेर बसिरहेको छु यहाँबाट चाहिँ सिधै हल्का कङ्क्रिट रोड सुरु हुन्छ र यो चाहिँ पुरै इन्क्लाइन छ लद्दा माथि गियर पनि पुरै घटाएर जानुपर्ने हुन्छ यहाँ त नत्र त गाह्रो छ ओ माई गड आई थिङ्क मैले सबसे लोएस्टमा लागिसकेको छ फक आज अफरोड चला भएर क्या कस्तो थाकेको मलाई लामो डेन्जर थाक्यो आज त के यहाँबाट यहाँबाट त चलाउनै पर्यो नि हो यदि त यार Oh, look at that. Way over there. कहाँ फर्के किन सिडी राखेको ए हो ल है हामी चाहिँ भर्खर माउन्ट एभरेस्ट माथिबाट आउँदैछौँ माथि बिचमा सिडी छ त्यहाँ चाहिँ ओरेर लिएर गयौँ नत्र भए चाहिँ हामी अलमोस्ट अपिल पनि बबालको माथि गएको हो अब यहाँबाट माथिबाट भन्दा नि यहाँबाट चाहिँ भ्यू राम्रो आउँदो रहेछ त्यहाँदेखि त त्यही भएर हामी एकछिन यहाँ रेस्ट गर्छौँ अनि निक्लिन्छ एकछिन ल लेट्स गो ल डाउनहिल रेडी Ready? वर्कआउट बसको भने गर्छ थोरी नमिलेर लाइट छ तिमीहरू लाइटै हाल्दैन अनि तिमी त्यो किनेपछि लाइटहरू किनेर ल्याएर हाल नि फेरि ऊ त्यहाँ त अब त्यहाँ हातले बोकेरै उठाउनुपर्छ It's alright.
ल तपाईँ मस्ती कस्तो हान्दिउँ ल अब तिम्रो म सँगै हान्नुपर्छ त्यहाँ मान्छे छ है हेर धुलो जब्बर खानु भयो लास्ट गेटमा आइपुग्यो जान 1 घन्टा लाग्यो भने आउनुलाई 3 मिनट लाग्यो है त्यहाँ बाइक फेरि गरेर उडेर मैले ब्रेकै हानिन नि हाम्रो केटाहरू कहाँ आइपुग्यो त्यहाँ केटाहरू त्यहाँ आइपुग्दैछ है अँधेरोमा केही देखेँ होइन दिस इज द बेस्ट दिस इज द बेस्ट दामी लाइट दियो ल एकजना अगाडि लाइट पछाडि लाइट ल अब अप टु द फुल हान्ने के हान्ने फुल तान्ने क्या ल जति सक्छ फुल तान्ने केटाहरू प्लाट त पर्छ थाक्छ नि एकछिन तान्ने यस्तो ल एउटा लाइट मिलाउनु सकेन 1 घन्टा लाग्छ ल लेट्स गो अब ओह्रालो के सबै ओह्रालो ल ल तिम्रो अगाडि जाऊ त एभ्रिवान सन्देश अब त पुरै ओह्रालो लेट्स गो हेर्नु लाग्यो केटाहरूलाई कुदाएको छ केटाहरूले मा आएको छ फर्किनु त 5 मिनट भएन यार त्यही भने हट कस्तो कुदाएर कुदाउनु नि होइन रकिरहे अनि कस्तो ओह्रालो छ त भन्नु त देख्दा सिधा देखेछ ओह्रालो छ मा त्यही भने झन् मैले अहिले क्या त्यसलाई केटाहरू मान्छे अगाडि सोडन भनेर भनेको सरी भनेको यो सुर्बी भन्दै रहेछ ल साला ल ल ल हेर्न यो फेरि एउटा है बा रिक्स लेने के ना रे बिडु नो स्ट्रेस ढिलो गए पक्कै पुगिन्छ खुलिहाल्दा म 2 मिनट 2 सेकेन्डको लागि किन हतार गर्ने फाइनली सकियो फाइनली हे 15 minutes 50 seconds. Sprint speed 18.9. म चाहिँ साइकल यहीँ राख्छु गाडीमा डाइरेक्ट अहिले सजिलो हुन्छ मलाई फाइनली हामी चाहिँ आइपुग्यो ल सक्यो ल केटाहरू
Finally, mate, always fast. ल आइपुग्यो हामी यताबाट चाहिँ उज्यालो दिँदो रहेछ ए केटाहरू यहाँ स्कुटरवाला हाम्रो अर्को हेर माथि पैसा ल पिस आउट